मुसी अब फेरि पनि तपाईहरुलाई अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला गाइज। म पनि एकदमै ठिकै छु। यहाँ चाहिँ अर्कै ठाउँ माछा मार्न आएको छु हैन गाइजहरु। इन केस अब चाहिँ माछा पर्न सक्छ होला। परिगयो भने यति परिगयो भने हेर्न सक्नुहुन्छ अनि हेरेर तपाईहरुले इन्जोय गर्न सक्नुहुन्छ गाइज। घाम पनि एकदम असलसँगले आज लागेको छ। यहाँ हुनुहुन्छ हाम्रो बुबा, यहाँ छ हाम्रो रबिन भाइ। What's up, man? How you doing, man? Doing good, man? I'm great. ग्रेट। यहाँ चाहिँ ठुलो ठुलो रुख रहेछ एउटा। अलिक मजाले भन न सुन्ने ठुलो ठुलो रुख छ गाइज एउटा रहेछ यहाँ। हावाले के माइकमा गराछ होला त्यही सुन्ने। त्यही भएर होला, ठिकै छ। कहाँ पर्छ अहिले परेको छैन। अहिले भरे भरे पो पर्न सक्छ त। पर्छ। यो ठाउँमा चाहिँ तपाईहरुले गाडी कुदेको पनि देख्नुहुन्छ। कसको? मेरो? खोइ बुवा बर हिँडिरहनु भएको छ। बुवाले अर्को ठाउँमा पनि बल्छी हान्नु भएको रहेछ, हेर्न सक्नुहुन्छ गाइज। हाम्रो बुवा पर हुनुहुन्छ है। हाम्रो बुवाले दुई ठाउँ बल्छी हान्नु भएको छ। यहाँ चाहिँ एउटा बल्छी अनि अर्को छ उपर। यता पनि देखाइदिनु पर्यो। सबै आइसक्यो त्यो रोगी पनि। पास्टर गाइड छैन हौ। लाइक अब हाम्रो मान्छेहरूलाई गाइड भनेको नि अब लाइक होइन गाइड भनेको गाइड। बुवाले बल्छी घुमाइरहनु भएको छ।
पर्नु पनि सक्छ। अघि एउटा मान्छेले त्यो मान्छेले परेन बा ठुक्क अहिले पनि माछा परेन छ गाइज। हामी माछा मार्ने कोसिस गरिरहेको छौँ बमी। हामी माछा मार्ने कोसिस गरिरहेको छौँ हामी बमी। बिर्सिनु भयो होला नि त नि। यो त लामो भयो भिडियो। हामी पनि हिँड्नु सक्छ, म नि हिँड्नु सक्छ त्यहाँ। ए अहिले एकछिनबाट सँगै जानुपर्छ तिनजना। हुन्छ पानी पर्न आँट्यो क्या भयो, कालो बादल आयो त। ल ल फेरि पनि सबैजना जोइनपछि अब फेरि हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। ल ल गाइज।